म चाहिँ यहाँ हस्पिटलमा छु आमा बसेको 3 दिन भइसक्यो के गर्नु यस्तै छ यसो पेशेन्टहरु यही बस्नु भएको छ गाइस मेरो युट्युब च्यानल रवि बस्नेत हो अरु भिडियो पनि हाल्छु मोती भन्दा महँगो यो अमूल्य छ है जीवन यो संसार छ है विचित्र राम्रो सोचौं मनभित्र मनमा धर्म भरेर हिँडौं धर्म गरेर गरौं मनलाई फुल जस्तो पूर्णिमा तपाईहरुलाई धन्यवाद दिन चाहन्छु तपाईहरुले अर्जेन्ट पर्दाखेरि मलाई सहयोग गर्नुभएकोमा मेरो कल्पत्री होटललाई पनि म धन्यवाद दिन चाहन्छु अनि हामीलाई ब्लड दिनुभएकोमा तपाईहरुलाई धन्यवाद दिन चाहन्छु मेरो हाम्रो सुभाष जी अनि हाम्रो पूर्णिमा थापाजी अनि त्यसपछि हाम्रो कल्पत्रुबाट आउनुभएको टिमलाई पनि म धन्यवाद दिन चाहन्छु हाम्रो अजय सर हाम्रो विनोद सर हाम्रो सुरेश सरलाई पनि उहाँले गर्दा नै हाम्रो अहिले ब्लडको आवश्यक पर्दा उहाँले दिनुभयो यस्तै भिडियोमा अरू पनि आउँदैछु म तपाईहरुलाई दिलबाट म आफ्नो गाइस अपरेसन थिएटर हेलो गाइस आज चाहिँ अपरेसन छ 9 बजेदेखि लाग्छ होला मैले नास्ता किन्न गएको छु तर मम्मीलाई हैन आफूलाई खानु त पर्यो हात दिनमा छ अब चाहिँ अपरेसनमा लाग्न लागेछन् रिपोर्ट हेलो गाइस नमस्ते गतिहरु हेर्नुहोस् अहिले अपरेसन थिएटरमा लाग्नु भएको छ अपरेसन हुन लागेको छ डाक्टर पनि आइसक्नु भएको छ गाइस यस्तै गाइस अब हामी चाहिँ म यता बेडमा रेस्ट गर्न आएको छु यही छु अब मम्मीको अपरेसन भयो हस्पिटलमा छ मैले अब कति दिन लाग्छ त्यो पनि थाहा छैन हामी यहाँ बेडमा छौँ